Hello guys, welcome back to another video. हामीले लास्ट क्लासेसहरुमा चाहिँ ट्रिगोनोमेट्रीको क्वेशन्सहरु एक्सरसाइजबाट सल्भ गरिरहेको थियौ र आज पनि हामी त्यही प्रोसेसलाई कन्टिन्यू गर्छौं। हजुरहरुले प्रिभियस भिडियो हेर्नु भएको छैन भने प्रिभियस भिडियो हेर्दै गर्नु होला। लिंक इन द डिस्क्रिप्सन यहाँ माथि प्लेलिस्टको पनि हैन अप्सन दिएको छु, त्यहाँबाट पनि तपाईले ओपन गरेर हेर्न सक्नुहुन्छ र फर्मुलाहरु सबै कन्ट्रोल गरेर अगाडिको भिडियो हेरेर मात्र यो भिडियोमा आउनु होला। सो अब हामी विदाउट वेस्टिङ एनी सort of टाइम क्वेशन गर्नतिर लागौं है त। त्यसमा चाहिँ के दिएको छ सल्भ गर्न ट्राई गरौँ। सो हामी यहाँ LHS बाट के छ दिएको भन्दाखेरि चाहिँ sin a minus square root of 1 plus sin 2a by यहाँ दिएको छ हामीलाई cos a minus square root of 1 plus sin 2a है त। अब यसमा हामीले सबसे फर्स्टमा जानेको स्टेप नै गर्ने त हो। sin a को sin a गरौँ, माइनस को माइनस, यहाँबाट 1 plus sin 2a को फर्मुला हाल्दियौ। फर्मुला के हो 2 sin a dot cos a भइहाल्यो डिवाइड बाइ cos a को हाम्रो cos a भइहाल्यो माइनस यो भनेको सेम काम गरौँ 1 plus 2 sin a dot cos a। सो यो त हामीले जानेको काम भयो हैन। अब चाहिँ गर्ने के त, अब यसमा गएर अल्झिन्छ के। अब के गर्ने त, यसलाई सल्भ कसरी गर्ने, रुट दिएको छ, रुटलाई के गर्ने कसरी गर्ने हैन। अब के प्लस माइनस के पनि गर्न मिल्दैन हैन। सो यहाँनिर एउटा हामीले डेन्जर ट्रिक लगाउनु पर्छ है। सो ट्रिक के हो भन्दा चाहिँ sin a को sin a नै गर्दियौ हैन डिवाइड बाइ लाई रुटलाई सरर यसरी लेख्दियौ हैन। सो यो 1 को फर्मुला हाल्दियौ न। यदि 1 को फर्मुला के हो sin स्क्वायर a प्लस यो भनेको त cos स्क्वायर a हो नि त, प्लस कति आयो भनेको 2 sin a cos a आयो के हैन। अब यो देख्ने बित्तिकै तपाईलाई के कुराको याद आउनु पर्ने हो, यसो के याद आयो हेरेर मलाई भन्नुस् त ल यसो कमेन्टतिर। के याद आउँछ हेर्ने बित्तिकै, यो हेर्ने बित्तिकै फर्मुला बन्छ a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हो हैन। सो यहाँ पनि त्यही हुन्छ, cos a को cos a नै भइहाल्यो माइनस सरर रुट तान्दियौ, रुट तानेपछि यहाँ पनि काम त्यही नै गर्ने हो, 1 को फर्मुला हाल्दियौ। सो यो भनेको sin स्क्वायर a प्लस cos स्क्वायर a हुन्छ, यो भनेको प्लस 2 sin a cos a गरेर टक्क लाएर यो गर्नु पर्यो हैन त। सो यो हुने बित्तिकै के हुन्छ, यो sin a को हाम्रो sin a भइहाल्यो बाइ स्क्वायर रुट यो भनेको त हाम्रो के हुने भयो अब त sin a प्लस cos a को होल स्क्वायर हुने भयो। सो यो रुट र स्क्वायर काटियो, तल पनि त्यही हुन्छ cos a को cos a। सो यो भनेको फेरि के हुने रहेछ अब sin a प्लस cos a को होल स्क्वायर, यो रे फेरि के भयो काटियो। काट्ने बित्तिकै अब sin a को sin a, फेरि यहाँ मिस्टेक गर्छ है, यो माइनसले फेरि ब्र्याकेट खोल्नु पर्छ है। सपोज सिधै चाहिँ यहाँ के गर्छ माइनस sin a प्लस cos a गर्छ, त्यो गर्न मिल्दैन। हामीले माइनसले sin मल्टिप्लाई गर्नु पर्यो, माइनस प्लस के छ माइनस, यहाँ के आउँदै छ sin a, माइनस प्लस के हुन्छ माइनस, यहाँ के आउँदै रहेछ यो भनेको cos a, यसरी गर्नुपर्छ है डिवाइड बाइ फेरि यहाँ के आयो cos a को cos a माइनस प्लस माइनस, यो भनेको के आउँदै रहेछ sin a माइनस प्लस माइनस, यो भनेको cos a आउँदै रहेछ। sin a र sin a क्यान्सल भयो, cos a र cos a क्यान्सल भयो भने हामीसँग के बाँकी रह्यो त, यो भने यतापट्टि माइनस cos a बाँकी रह्यो, यतापट्टि हामीसँग माइनस sin a बाँकी रह्यो, माइनस माइनस क्यान्सल, यो गर्दाखेरि चाहिँ हाम्रो cot a इज द एन्सर। सो यहाँनिर एउटा मेन ट्रिक भनेको त 1 को फर्मुला हाल्दैन रहेछ हैन त। 1 को फर्मुला हाल्दैन बिर्स्यो भने चाहिँ फेरि प्रुफ हुँदैन, 1 को फर्मुला हाल्नु पर्ने रहेछ है त। सो यसरी हामीले यो क्वेशनलाई पनि सल्भ गर्न सकिन्छ। हरेक क्वेशनमा आफ्नो ट्रिक छ, लजिक छ, एकदमै लजिकल हुन्छ हैन। सो यसलाई चाहिँ केही टाइम प्र्याक्टिस गर्नुपर्छ है, हेरेर मात्र आउँदैन, यसलाई 4-5 चोटि रिभाइज गराइ गर्नुपर्छ, अनि बल्ल यो यस्तो 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 हो भनेर चाहिँ टक छिरिन्छ हैन। एकचोटि हेरेको भरमा चाहिँ के पनि छिर्दैन। सो प्र्याक्टिस चाहिँ गर्नु होला है त। अब यो क्वेशनमा हेरौँ हामीलाई के दिएको छ। सो LHS मा दिएको छ 1 plus tan 2a डट हामीलाई के दिएको रहेछ tan 2a दिएको रहेछ हैन। सो यो क्वेशन गर्नको लागि सबसे फर्स्टमा हामी के गरौँ भन्दाखेरि चाहिँ हैन, यहाँ सेक चाहेको छ नि त, सेक भनेको त 1 by cos 4a हो नि त हैन। अहिले यति मात्र बुझौँ हैन। भनेपछि हामीले चाहिँ यहाँ cos चाहिने भएको कारणले गर्दा tan लाई चाहिँ sin र cos मा कन्भर्ट गर्दियौ नि त। सो 1 को 1 प्लस को प्लस हैन। अब यहाँ चाहिँ cos चाहिने भएर मात्र कन्भर्ट गरेको, यसरी बुझ्नु पर्यो है त। सो यहाँनिर के गर्दियौ मलाई यो भनेको sin 4a बाइ यसलाई के गर्न सकिन्छ cos 4a गर्न सकिन्छ, यो भनेको sin 2a बाइ के गर्न सकिन्छ cos 2a गर्न सकिन्छ हैन। यो गरिसकेपछि यहाँबाट हामीले गर्न मिल्ने भनेको एलसीएम गर्छु, एलसीएम लिदियौ, एलसीएम के आउँछ cos 4a डट के आउँदै रहेछ cos 2a चाहिँ हाम्रो एलसीएम आउँछ। एलसीएम आउने बित्तिकै अब यो दुईटाले यसलाई मल्टिप्लाई गर्नु पर्यो नि त। सो यो भनेको cos 4a डट cos 2a आउँछ प्लस यो भनेको अब sin 4a डट sin 2a आउँछ हैन। अब यसो हेरौँ है त, यो के जस्तो देखियो त हैन। सो याद गरौँ त्यो के जस्तो देखिन्छ, यो भनेको cos a cos b प्लस sin a sin b जस्तो देखिन्छ नि त हैन।
भनेपछि यो त फर्मुला रहेछ सो cos A cos B प्लस sin A sin B भने के को फर्मुला यो भनेको cos A माइनस B को फर्मुला हो यसरी फर्मुला बन्द रहेछ है सो बाइ यहाँ कति आयो cos 4A को cos 4A cos 2A को cos 2A सो यो भनेको cos को cos हुन्छ 4A minus 2A भनेको 2A बाइ यो भनेको हाम्रो cos 4A डट cos 2A आयो सो यो काटेन काटेपछि हाम्रो के बच्यो 1 बाइ cos 4A बच्यो यो भने के रहेछ sec 4A ल हेर्नुस् कति मजाले प्रुफ भयो भयो नि है सो हामीले यो क्वेशनलाई सिम्पल तरिकाले सल्भ गर्न सकिन्छ है सो हामीले चाहिँ मेन लजिक कहाँ लगाउनु पर्यो त्यहाँ sec के छ sec भने 1 बाइ cos त्यही भएर चाहिँ ओहो cosine र cosमा लगिदिहालौँ न भनेर लगिदिहाल्नु पर्यो हैन त लगेपछि सल्भ गरिसकेपछि इजिली आउँछ सो नाउ नेक्स्ट क्वेशन हेरौँ है त अब यो क्वेशन सुरु गरौँ है त सो यसमा हामीलाई LHS मा दिएको छ cos A minus sin A दिएको छ बाइ यहाँनिर दिएको छ अब cos A plus sin A अब बुझौँ ल सबसे मेन हामीले अहिलेसम्म के गर्दै गएको थियो मल्टिपल एंगलमा भन्दाखेरि सबसे मेन काम भनेको हामीले फर्मुला ओपन गरेको थियौं सो फर्मुला ओपन गर्ने यहाँ मिल्छ मिल्दैन यसपछि हामीले अरूमा चाहिँ कतै के मिल्छ भने एलसीएम लिएको थियौ सो यहाँनिर एलसीएम लिनुको यतापटि के छँदै छैन हैन सो अब यस्तो केसमा हामीले के गर्न सकिन्छ फर्मुला ओपन गर्न नि मिल्दैन एलसीएम लिन नि मिल्दैन के पनि गर्न मिल्दैन जस्तो हामी अड्किन्छ के हैन सो यस्तो क्वेशन देख्ने बित्तिकै जानेर फर्मुलामा खोल्न मिल्दैन एलसीएम लिन मिल्दैन हैन अब a स्क्वायर प्लस b स्क्वायर a स्क्वायर माइनस b स्क्वायर यस्तो के पनि गर्न मिल्दैन भने अल्जेब्रिक एक्सप्रेसन तरिकाले फ्याक्टराइज गर्न मिल्दैन भने चाहिँ हामीले यस्तो क्वेशनलाई र्यासनलाइज गर्नुपर्छ सो यो भनेको र्यासनलाइज गर्ने क्वेशन हो सो यो भनेको cos A माइनस के आयो sin A आयो यो भनेको cos A प्लस के आयो sin A सो आखा चिन्हहरु र्यासनलाइज गर्दै र्यासनलाइज गर्दा यसको अपोजिट साइनले सो यो भनेको cos A माइनस के आउँदै रहेछ sin A आउँछ यो भनेको नि cos A माइनस sin A आउँदो रहेछ अब यो गर्दाखेरि चाहिँ के हुन्छ cos A माइनस sin A cos A माइनस sin A भनेको cos A माइनस sin A को होल स्क्वायर हुँदो रहेछ बाइ यो भनेको चाहिँ के हुन्छ A प्लस B A माइनस B भनेको यो भनेको A स्क्वायर माइनस B स्क्वायर को फर्मुला बन्छ अब यो भनेको A माइनस B को फर्मुला खोल्दिनी सो फर्मुला के भन्छ A स्क्वायर भनेको cos स्क्वायर A माइनस 2AB 2 cos A dot sin A plus B square भने के बन्दो रहेछ sin square A divide by यहाँ cos square A minus sin square A भने के को फर्मुला यो भनेको cos 2A को फर्मुला हो अब ध्यान दिएर याद गर्ने मैले स्टेप जम्प दिन्छु है यहाँ cos स्क्वायर छ यहाँ के छ sin स्क्वायर छ cos square A plus sin square A भने कति हो 1 माइनस यो भनेको 2 cos तो यहाँ पनि स्टेप जम्प भन्दै मैले किन एक स्टेप लेखिरहनु हैन सो यसलाई मेट दिउँ हैन सो मेटिसकेपछि यहाँ के भयो त 2 cos A dot sin A भने के को फर्मुला यो भनेको sin 2A को फर्मुला हो 2 sin A dot cos A हैन बाइ cos 2A अब यति गरेपछि यसलाई सेपरेट गर्दियौं यो भनेको 1 बाइ cos 2A माइनस त्यो भनेको चाहिँ sin 2A बाइ cos 2A सो यो हुने बित्तिकै 1 बाइ cos 2A भनेको sec 2A आइहाल्यो sin 2A बाइ cos 2A भनेको tan 2A आन्सर आइहाल्यो सो यसरी हामीले प्रुफ गर्न सकिन्छ हैन सो कुनै क्वेशनलाई हामीले र्यासनलाइज पनि गर्नुपर्ने रहेछ यदि मल्टिप्लाई गर्न मिल्दैन फ्याक्टराइज गर्न मिल्दैन फर्मुलामा खोल्न मिल्दैन भने चाहिँ अलवेज डु द र्यासनलाइज सो र्यासनलाइज पनि कतै गर्नुपर्छ है भन्ने चाहिँ माइन्डमा राख्नु पर्यो अब हामी यो क्वेशन हेर्नमा भयो त है सो यो क्वेशन कसरी गर्ने भन्दा यसको पहिला क्वेशन सारौँ सो LHS मा दिएको छ हामीलाई sin 4A by cos 2A into 1 minus cos 2A by 1 minus cos 4A दिएको छ हैन सो मैले तपाईहरुलाई पहिला प्रिभियसली पनि कतै भनेको छु यो 1 देख्ने बित्तिकै यो देखिन सक्दैन के यो 1 लाई त हटाइहाल्ने हैन सो 1 को काम छदै छैन सो पहिला चाहिँ 1 लाई काट्नको लागि चाहिँ यसलाई फर्मुलामा खोलेको थिए हैन सो अब चाहिँ हामी के गर्ने भन्दा चाहिँ यो 1 लाई काट्नको लागि चाहिँ हामी चाहिँ हैन उ यहाँ हेर्ने के अब ध्यान दिएर हेरौँ है यसरी ट्याक्कै यो युज गर्ने के अब यो दुटा फर्मुला हामीले कन्भर्ट गर्न म्यानिपुलेट गर्न एकदम धेरै जान्नु पर्छ याद गरौँ है त सो यसरी म यहाँ रफली गरेर देखाइन्छु यहाँ के हामी हेरौँ त cos 2A भने के रहेछ 1 minus 2 sin square A रहेछ नि त हैन सो यदि मैले यसको साइड चेन्ज गरे भने 2 sin square A गरे भने 1 minus cos 2A आउँदो रहेछ नि त ल
हो यसरी पनि हामीले हटाउन सकिन्छ है सो 1 लाई यसलाई फर्मुला खोलेर हटाए पनि भयो नभए डाइरेक्टली यसरी कन्भर्ट गर्यो भने झन् एक स्टेप सानो हुन्छ त्यही भएर यो फर्मुला म्यानिपुलेट गर्न जान्नु पर्यो है इभन सेम तलको के हुन्छ हेरौँ न तलको फर्मुला के छ cos 2a भनेको त 2 cos स्क्वायर a - 1 छ नि त सो साइड चेन्ज गरेपछि के हुन्छ cos 2a + 1 भनेको चाहिँ कति रहेछ 2 cos स्क्वायर a हुँदो रहेछ सो याद गर्नु पर्यो माइनस आए पनि साइनमा कन्भर्ट हुँदो रहेछ प्लस आए भने कसमा कन्भर्ट हुँदो रहेछ यति कुरा बुझ्नु पर्यो है सो 1 - cos 2a भनेको साइनमा गयो 1 + cos 2a भनेको कसमा गयो सो माइनस र प्लसमा यो हुँदो रहेछ है त सो हामी अब यही लजिक क्या यही जुन लजिक छ यो लजिकलाई हामी अब यतापट्टि लगाउँछौँ है त सो यसलाई रफ गरिदिउँ र त्यहाँ गर्न सुरु गरौँ है त सुरुवातमा के गरौँ भन्दाखेरि चाहिँ अहिले म यसलाई के पनि चलाउँदैन सो हेरौँ सो cos sin 4a को sin 4 आयो cos 2a को cos 2a नै आयो हैन हुन्छ यसलाई मैले फर्मुला खोलेर काट्न मिल्दो रहेछ हैन सो हामी नेक्स्ट स्टेपमा गरौँ कि यही स्टेपमा गरे पनि हुन्छ है त सो यसलाई फर्मुलामा खोल्दिउँ हैन सो sin 2a भनेको यसो गरौँ न sin को sin यो भनेको त 2.2a गर्न पायो नि त sin 2a का यसरी कन्भर्ट गर्दिने हैन सो यो भनेको cos 2a आउँदो रहेछ यतिकै छोड्दिउँ हैन सो यो कन्भर्ट गर्न बुझ्नु पर्यो है सो इन्टु को इन्टु गरौँ यसलाई पनि म एक स्टेप अलिकति लम्बाइन्छु हैन सो 1 - cos 2a लाई सेम राखौँ यहाँ पनि के गरौँ 1 - cos 2.2a गर्दिउँ के अब यो कुरा बुझौँ है त सो sin 2a को फर्मुला के हो यो भनेको sin 2 र यो भनेको के हुन्छ हाम्रो a हुन्छ के हैन सो sin 2a को फर्मुला के हुन्छ 2 sin a भनेको 2a cos 2a सो यो कुरा याद गर्नु पर्यो ल 4 छ भने टक्क हाफमा क्या 4 को हाफ 2 2 मा कन्भर्ट हुन्छ के यसरी बुझ्नु पर्यो हैन सो 6 छ भने 3 3 मा 8 छ भने 4 4 मा कन्भर्ट हुन्छ यसरी डाइरेक्ट कन्भर्ट गर्न सक्नु पर्छ है त बाइ cos 2a को cos 2a राखौँ यसलाई काटिदिउँ है त अब यहाँबाट फर्मुलामा खोलौँ है त 1 - cos 2a भने मैले के भनेको थिएँ 2 sin स्क्वायर a यसरी के यो के हुन्छ फेरि यो पनि त्यही हो 2 sin स्क्वायर तर यसमा a भने कति हुन्छ 2a छ त्यही भएर यहाँ कति आउँछ 2a यसरी चाहिँ नर्मली हामीले फर्मुलामा खोल्नु पर्यो यो 2 है यो 2 अलिकति यस्तो देखियो यसरी चाहिँ हामीले फर्मुलामा खोल्नु पर्यो सो यो हुने बित्तिकै अब यहाँ के देख्यो हेरौँ है त सो यसलाई चाहिँ राम्रोसँग लेख्दिउँ मात्र सो यहाँनिर 2 sin 2a इन्टु यो भनेको 2 sin स्क्वायर a बाइ 2 sin स्क्वायर 2a आयो नि त हैन सो यो हुने बित्तिकै यो 2 र यो 2 लाई हामी क्यान्सल आउट गर्दियौं सो यहाँ हेर्नु त यो sin 2a र यो एउटा sin 2a नि काट्न सकिन्छ नि त सो हामीसँग के बस्यो यहाँ 2 sin स्क्वायर a बाइ फेरि यहाँ के बस्यो sin 2a बस्यो अब 2 sin स्क्वायर a लाई के पनि नगरौँ sin 2a को फेरि फर्मुलामा खोल्दियौं फर्मुला के हो 2 sin a डट cos a फेरि एउटा sin a र एउटा sin a काट्दियौं 2 र 2 काट्दियौं सो हामीसँग के बस्ने भयो त अब sin a बाइ cos a बस्ने भयो यो भनेको tan a यसरी हामीले प्रुफ गर्न सक्यौ है त्यसमा मेन कुरा हामीले यो फर्मुला म्यानिपुलेसन गर्न सिक्यौ है यो फर्मुला म्यानिपुलेसन गर्न सिक्यो भने चाहिँ एकदमै सजिलो हुन्छ सो याद गरौँ 1 - cos 2a आयो भने साइनमा गयो 2 sin स्क्वायर a मा 1 + cos 2a आयो भने फेरि केमा गयो cos स्क्वायरमा गयो सो माइनसमा साइन cos प्लसमा cosमा जाँदो रहेछ अगाडि 2 cos स्क्वायर a याद गरौँ यो हामी धेरै ठाउँमा यो फर्मुलाहरु यसरी म्यानिपुलेट गरेर युज गर्छौं सो यसलाई याद गर्नुपर्छ है त सर त के पनि गाह्रो छैन अर्को कुरा चाहिँ हामीले यो फर्मुला कन्भर्ट गर्दाखेरि चाहिँ यहाँ 2a 4a छ भने 2a को टर्ममा आउँदो रहेछ 6a छ भने 3a को टर्ममा आउँछ नेक्स्ट टाइमबाट म यसलाई पनि डाइरेक्टली गर्दिन्छु है त्यसो यसरी हामीले यो क्वेशन पनि सल्भ गर्न सकिन्छ अब हामी अर्को क्वेशन हेरौँ है त अब यो क्वेशनमा हामीलाई LHS मा के दिएको छ भन्दाखेरि चाहिँ cot 2a प्लस के दिएको छ tan a अब अभियसली यसलाई गर्नको लागि सबसे फर्स्टमा हैन sin र cos को टर्म एक्सप्लेन गर्दिम यहाँ cos x छ हैन सो sin र cos a गर्दिहालौं सो cot 2a भने के हो त cos 2a बाइ यो भने के हुन्छ sin 2a हुन्छ tan a भनेको sin a बाइ के हुन्छ यो भनेको cos a हुँदो रहेछ हैन अब यो हुने बित्तिकै वी हैव अ मल्टिपल अप्सन के गर्ने भनेर हैन सबसे फर्स्टमा यो प्लस देख्ने बित्तिकै एलसीएम लिदिहालौं है सजिलो हुन्छ फर्मुलामा खोल्नु भन्दैन हैला सो यहाँ के आयो sin 2a डट यहाँ के आउँदो रहेछ cos a आउँदो रहेछ यो रे मल्टिप्लाई हुन्छ सो के हुन्छ cos 2a डट cos a आउँछ प्लस यो भनेको sin 2a डट के आउँछ sin a आउँदो रहेछ हैन एक्सटेन्ड गर्दिम सो यो भनेको फर्मुला याद होला cos a cos b प्लस sin a sin b हैन त सो यो भनेको cos a
माइनस b को फर्मुला हुन्छ तल के पनि नगरौँ sin 2a र यहाँनिर cos a नै गरौँ सो यो भनेको cos 2a minus a भनेको cos a भइहाल्यो यो भनेको sin 2a डट कति आउँदो रहेछ cos a आउँदो रहेछ यो अंकल र यो अंकल काटिन्छ काटिसकेपछि यो भनेको 1 by sin 2a भनेको के रहेछ यो भनेको cos a 2a यसरी हामीले यो क्वेशनलाई प्रुभ गर्न सकिन्छ सो के पनि गाह्रो छैन मैले बारम्बार भनेको छु पहिला क्वेशनमा नि हैन प्लस र माइनस देख्ने बित्तिकै एलसीएम लिदिहाल्ने कता न कता के गरेर आन्सर आइ नै हाल्छ है त अब हामी अर्को एउटा क्वेशन हेरौँ अब सो यो क्वेशनमा हामीलाई एलएचएस मा के दिएको छ भन्दाखेरि चाहिँ एलएचएस मा दिएको छ यो भनेको cos cube a plus sin cube a by यो भनेको हामीलाई cos a plus के दिएको छ sin a दिएको छ हैन अब यो देख्ने बित्तिकै ओहो कस्तो गाह्रो क्वेशन यो क्यू त्यो क्यू यताउति के सोच्नै पर्दैन है सिम्पल सा कुरा यहाँ के छ फ्याक्टराइज गर्न मिल्ने छ यो भनेको a क्यूब यो भनेको b क्यूब हैन सो हामीले a क्यूब प्लस b क्यूब को फर्मुला हाल्दिनु पर्यो सो फर्मुला के हुन्छ a प्लस b यो भनेको a स्क्वायर माइनस ab प्लस b स्क्वायर हैन फर्मुलामा खोल्दिहाल्ने सो यो भनेको a यो भनेको b सो यहाँबाट अब फर्मुलामा खोलौँ है त्यसो a प्लस b भने के हुन्छ cos a प्लस के हुन्छ sin a प्लस b भइहाल्यो यसपछि a स्क्वायर भनेको cos a को स्क्वायर के हुन्छ cos स्क्वायर a हुने भयो माइनस ab भनेको यो भनेको के हुन्छ cos a डट के हुन्छ sin a हुन्छ प्लस b स्क्वायर भनेको sin स्क्वायर a हुन्छ यसरी याद गर्नु पर्यो है अब यो हुने बित्तिकै हामीले यहाँ तल के पनि नगर्ने तल cos a प्लस sin a को यतिकै छोड्दिम हैन सो याद गरौँ यो र यो के छ सेम भन्छ यो र यो के हुन्छ अब क्यान्सल हुन्छ क्यान्सल भएपछि मैले एउटा स्टेप जम्प गरी सो यहाँ के दिएको छ भने त cos स्क्वायर a दिएको छ यहाँ के दिएको छ sin स्क्वायर a दिएको छ नि त सो हामीलाई थाहा छ कि cos स्क्वायर a प्लस sin स्क्वायर a भने कति हुन्छ 1 सो यो भनेको 1 माइनस कति आयो cos a sin a आयो तल के पनि छैन है नाउ हाम्रो यहाँ एकदमै इम्पोर्टेन्ट स्टेप छ याद गरौँ हामीलाई यहाँ sin 2a चाहिएको छ नि त sin 2a को फर्मुला के हो 2 sin a cos a हो नि त तर हामीसँग यहाँ 2 छ त छैन नि त हेर्नु त यहाँ cos a sin a छ तर यो 2 भन्ने कुरा छैन सो यो 2 नभएसम्म फर्मुला कन्भर्ट हुँदैन त्यही भएर 2 आफैले थप्दिने क्या सो यहाँ 2 थप्दिने तर यसरी माथिमा थप्न पाइदैन नि त हैन बाइ यहाँ कति गर्नु पर्यो 2 पनि गर्दिनु पर्यो क्या सो यो गर्दा cos a डट sin a यस्तो हुने भयो अब यहाँ एलसीएम लिदिम एलसीएम कति आउँछ 2 सो यो र यो मल्टिप्लाई गर्दा 2 को 2 आउने भयो माइनस 2 sin a cos a भनेको sin 2a आयो अब यो 1/2 लाई अगाडि लेख्न पाइन्छ यदि मैले 1/2 लाई अगाडि लेखे भने 2 माइनस sin 2a यसरी हामीले प्रुभ गर्न सक्ने रहेछ है त्यसो के पनि गाह्रो छैन हैन सिम्पल छ क्यूब देख्यो के रहेछ फर्मुला हाल्दिहाल्ने इजिली आन्सर आउँछ अब हामी अर्को क्वेशन हेरौँ सो मैले काइन्ड अफ फर्मुला चाहिँ कहिलेकाहीँ चाहिँ एड गरिदिरहेको छु ताकि चाहिँ कुनै क्वेशनमा फर्मुला बिर्स्यो पनि हेर्नु हुन्छ भनेर सो यसमा चाहिँ अब tan को फर्ममा छ tan को फर्ममा चाहिँ फर्मुला बिर्सिनु भयो भनेर चाहिँ मैले फर्मुला राखिदिएको छु हैन सो यसलाई सल्भ गरौँ अब है त सो यो क्वेशनमा हामी यहाँबाट गरौँ अब एलएचएस बाट सो एलएचएस बाट के छ हाम्रो यो भनेको 1 प्लस sin 2a बाइ यो भनेको 1 माइनस sin 2a हैन अब यहाँ हेर्नु पर्यो कि यहाँ tan a को टर्ममा छ नि त भने चाहिँ sin 2a को फर्मुला चाहिँ tan को टर्ममा खोल्दिने क्या सो यो पनि tan को टर्ममा खोल्दिनु पर्यो माथि पनि tan को टर्ममा खोल्दिनु पर्यो हैन त सो यो भनेको 1 को 1 हुन्छ प्लस sin 2a को फर्मुला के रहेछ 2 tan a बाइ 1 प्लस tan स्क्वायर a यसरी हामीले फर्मुला खोल्न सकिन्छ हैन बाइ 1 को 1 माइनस यो भनेको 2 tan a बाइ यो भनेको नि 1 प्लस tan स्क्वायर a यसरी चाहिँ हामीले फर्मुलामा खोल्नु पर्यो है अब फर्मुलामा खोलिसकेपछि हामीले के गर्नु पर्यो भने एलसीएम लिने के सो यसो टक्क एलसीएम लियौ एलसीएम लिएपछि यहाँ हेरौँ अब यो र यो 1 ले यो दुवैलाई के गर्नुपर्ने हुन्छ मल्टिप्लाई गर्नुपर्ने हुन्छ नि सो 1 ले मल्टिप्लाई गर्दाखेरि चाहिँ हाम्रो के आउँछ 1 into 1 भनेको 1 1 प्लस tan स्क्वायर a भनेको tan स्क्वायर a आयो प्लस यहाँ कति आयो 2 tan a आउँदो रहेछ बाइ तल कति छ 1 प्लस tan स्क्वायर a मैले एलसीएम पछि लिदिए सो यहाँ तल पनि मैले एलसीएम लिदिम यसरी करेक्ट वेमा 1 प्लस tan स्क्वायर a अब यसलाई मल्टिप्लाई गरौँ 1 1 जा 1 प्लस यो भनेको tan स्क्वायर a माइनस के आयो भनेको 2 tan a हैन त सो अब यसलाई र यसलाई काट्न पाइन्छ काट्न पाइन्छ याद गरौँ मैले पहिला नै कथा भनेको छु हैन सो यो हामीले याद गर्नुपर्छ सो यो फर्मुला भन्छ हेरौँ है त यो भनेको a को स्क्वायर यो भनेको b को स्क्वायर यो भनेको 2ab यसरी चाहिँ फर्मुला भन्यो है त सो यो भनेको a को स्क्वायर 1 को स्क्वायर 1 tan को स्क्वायर 2 tan ab हैन यो 1 भनेको 2 tan ले के पनि फरक पर्दैन सो यसरी चाहिँ हाम्रो यो
फर्मुलामा कन्भर्ट हुँदो रहेछ नि त। सो a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर बन्द रहेछ। सो त्यो भनेको कुन फर्मुला बन्द रहेछ, यो भनेको 1 प्लस tan a को होल स्क्वायर बन्यो बाई यहाँ पनि त्यही छ a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर भनेको यो भनेको 1 माइनस tan a को होल स्क्वायर बन्यो। अब यो भने के आउँछ 1 प्लस tan a बाई यो भनेको 1 माइनस tan a को होल स्क्वायर हुन्छ। दुई बेला हामीले कम्बाइन गरेर लेखेको हैन। सो यसरी गर्ने बित्तिकै यो क्वेशन यहाँ प्रुफ भयो। अब यो क्वेशन हेरौँ है त। सो यो क्वेशन चाहिँ अलिकति डिफिकल्टमा पर्छ है। सो यसको लागि चाहिँ अब मैले फर्स्टमा के गर्छु भन्दा त्यो क्वेशन हेर्यो भने यहाँ कसेक दिएको छ, फेरि यहाँ कट छ, फेरि यहाँ कट छ, यहाँ कसेक छ क्या हैन। सो यो कता कता नमिला छ क्या हैन। सो यसलाई सबसे इजी र बेस्ट तरिका भनेको चाहिँ यो कसेकलाई एक ठाउँमा ल्याइदिने क्या। सो हामी यो क्वेशनै चेन्ज हान्दिने क्या हैन। सो कसेकलाई एक ठाउँमा ल्याउने, कटलाई एक ठाउँमा ल्याइदियो भने चाहिँ गर्न अलिकति सजिलो हुन्छ होला है त। सबसे फर्स्टमा हामी यहाँ के गरौँ भन्दा चाहिँ क्वेशन सार्दिम। पहिला यहाँ के दिएको छ कसेक 2a प्लस कट 4a भनेको हामीलाई के दिएको छ यहाँनिर कट a माइनस कोसेक 4a दिएको छ हैन। अब यसलाई के गर्न सक्यो भन्दाखेरि चाहिँ यो कोसेकको साइड चेन्ज गरेर यतापट्टि ल्याउने क्या। सो यहाँनिर हामीसँग अलरेडी के छ यहाँनिर कोसेक 2a छ नि त। सो कोसेक 2a मा यो यतापट्टि आउँदा के हुन्छ प्लस यो के हुने रहेछ कोसेक 4a हुन्छ क्या हैन। इज इक्वल्स टु यो भनेको कट a को कट a छ, यसको साइड चेन्ज गर्दिने। सो यो साइड चेन्ज गर्दा के हुन्छ अब माइनस कट के हुँदो रहेछ 4a हुँदो रहेछ हैन। सो हामीले यो स्टेप याद गर्नु पर्यो है त। अब हामीले के याद गर्नु पर्यो भन्दा चाहिँ यो जुन पोर्सन छ यो पोर्सन चाहिँ हाम्रो मेन क्वेशन भयो क्या। सो दैट विल बी आवर क्वेशन के हैन। अब यो क्वेशनलाई हामी चाहिँ यसलाई माथिकोलाई बिर्सिन अब हामीले यसलाई प्रुभ गर्ने हो क्या हैन। सो यसलाई चाहिँ कसरी प्रुभ गर्ने बल्ल यहाँबाट हामी अब एलएचएस भन्न गर्न सुरु गरौँ क्या। सो एलएचएस भन्न गर्दाखेरि चाहिँ यहाँ के आउँदो रहेछ भन्दाखेरि चाहिँ यहाँनिर अब cosec 2a प्लस cosec 4a आउँछ है। अब सबसे ध्यान दिएर सुन्नु है त। मलाई यहाँ एउटा कट चाहिएको छ नि त हैन। सो कट चाहिएपछि म एउटा खतरा स्टेप गर्छु क्या। यहाँ के गरिदिन्छु म आफै कट a लेखिदिन्छु ल त। अब यसरी लेख्न पाइन्छ त भन्दा पाइदैन। सो यो पाउँछ नि त, पाउँछ कुन बेला पाइन्छ यदि मैले यहाँनिर फेरि अब माइनस कट a गरे भने अब चाहिँ पाइन्छ क्या हैन। त्यसरी चाहिँ कट a माइनस कट a आफै थप्दिने क्या। यो थपिसकेपछि यहाँनिर के बन्छ यो भनेको cosec 2a को 2a भइहाल्यो प्लस के छ अब cosec 4a भनेपछि हाम्रो एउटा पार्ट आयो। अब यसलाई सल्भ गर्नु छ हामीले। सो यो गर्दा हामी के गर्ने यहाँनिर अब कट a को कट a गरिदिने हैन। सो यहाँबाट गर्दाखेरि चाहिँ अब माइनस कट a भने के हुन्छ 1 बाई के हुन्छ यो भनेको सरी 1 बाई हुँदैन। यो गर्दा चाहिँ यो भनेको चाहिँ हाम्रो अब cos a बाई के हुन्छ sin a हुन्छ हैन। प्लस यो भनेको चाहिँ 1 बाई के हुन्छ sin 2a हुन्छ प्लस यसलाई के पनि नचलाउँ, यसलाई हामी cosec 4a नै लेख्दियौँ है। अब ध्यान दिएर सुन्ने है त। सो cot a तपाईहरुले अब यो दुईटाको एलसीएम लिनु पर्यो क्या। सो एलसीएम लिनु भन्दा अगाडि के कुरा याद गर्नु पर्छ भन्दाखेरि चाहिँ यदि तपाईले यो दुईटाको एलसीएम लिन लाग्नु भएको छ हैन। सो एलसीएम लिँदाखेरि चाहिँ यदि यो अगाडि प्लस माइनस साइन छ यसरी यहाँनिर चाहिँ माइनस साइन छ भने चाहिँ तपाईले पहिला साइन कमन लिनुपर्छ है। साइन कमन नलिकन गरे भने मिल्दैन। त्यही भएर सबसे फर्स्टमा यस्तो गरेर यहाँनिर हामीले साइन कमन लिनुपर्छ है त। साइन कमन लिएपछि यो के भयो त cos a को cos a भयो, यो के हुने भयो sin a हुने भयो। अब साइन कमन लिएपछि यो प्लसको के बन्छ अब माइनस बन्छ क्या। सो माइनस बन्यो, यो भनेको 2 sin a डट cos a बन्यो। यसरी हामीले यो क्वेशनलाई स्टार्टिङ गर्न सकिन्छ है त। अब यो भइसकेपछि अब यो दुईटाको एलसीएम लिने क्या। यसलाई के पनि नगर्ने कट a को कट a नै भइहाल्यो हैन। सो यो दुईटाको एलसीएम कति आउँछ भने त अब 2 sin a डट के आउँछ cos a आउँछ। सो cos a आइसकेपछि यसलाई केले मल्टिप्लाई गर्नु पर्यो भने त अब यो 2 ले मल्टिप्लाई गर्नुपर्छ 2 को 2 अर्को यहाँ sin a छ भने चाहिँ cos a ले मल्टिप्लाई गर्नु पर्यो। सो cos a डट cos a के हुन्छ cos स्क्वायर a हुने रहेछ माइनस 1 ल हेर्नु कति मजाले मिल्छ अब। सो यति गरेर सिम्पल छ। सो यो भनेको cosec 4a आउँछ। अब त आफै सल्भ हुन्छ क्या। सो cot a को cot a आइहाल्यो। सो याद गरौँ त 2 cos स्क्वायर a माइनस 1 भनेको फर्मुला हो। के को फर्मुला यो भनेको cos 2a को फर्मुला भयो। यो भने के को फर्मुला हो sin 2a को फर्मुला भइहाल्यो है। त्यसो मैले यसरी ब्र्याकेट ओपन गरिदिएपछि काम छैन हैन। सो यो तरिकाले हामीले सल्भ गर्न सक्यो है त। प्लस अब यसलाई पनि चेन्ज गर्दियौँ। यो भनेको 1 बाई के हुन्छ sin 4a। अब अघि यो माथि जे स्टेप यहाँ गरेको नि त फेरि सेम स्टेप रिपिट गर्ने क्या। सो मैले यहाँबाट गर्दै जे यहाँ गरेको थिएँ कट a लाई के पनि नचलाउने कट a को कट a नै गर्ने। यहाँ पहिला साइन सट्टा लाएर कमन लिने। साइन कमन लिएपछि के हुन्छ यो भनेको cos 2a बाई यो के हुने रहेछ sin 2a हुन्छ। साइन कमन लिएपछि यो प्लसको अब के बन्छ माइनस बन्छ र 1 बाई sin 4a भनेको के बन्छ 2 sin 2a डट
cos 2a मैले बारम्बार भनिरहेको छु sin 2a भन्ने बित्तिकै यो के हुन्छ 2 sin a cos a हुन्छ यहाँ 2 भएको बेला यहाँ 1 हुन्छ यहाँ 4 भएको बेला यहाँ कति हुन्छ 2 हुन्छ यसलाई याद गरौँ है मैले यसलाई चाहिँ बारम्बार रिभाइज गरेर चाहिँ इम्पोर्टेन्ट भयो भएर यसलाई याद गर्नु पर्यो है त अब यति भइसकेछ अघि जस्तै एलसिएम लिने अब के पनि गाह्रो छैन सो cot a को हाम्रो cot a नै आयो माइनस यो दुटाको एलसिएम कति आउँछ यो भनेको 2 को 2 आउने भयो यो भनेको sin 2a र cos 2a आउने भयो ल यति आएपछि अब हेरौँ यसलाई फेरि केले मल्टिप्लाई गर्नु पर्यो 2 ले मल्टिप्लाई गर्नु पर्यो cos 2a के हुन्छ cos स्क्वायर 2a - 1 को -1 हुन्छ अब प्रुफ भइसक्यो है त सो cot a को cot a भइहाल्यो अब 2 cos स्क्वायर 2a - 1 भने के हो यहाँ हेरौँ त यहाँ cos स्क्वायर a भएको बेलामा यहाँ 2a हुँदो रहेछ यहाँ 2a भएको बेला कति हुन्छ अब यसको डबल यानी 4a हुन्छ सो यो भनेको cos 4a बाइ यहाँ पनि त्यही हो 2 sin a cos a भएको बेलामा यो a भएको बेला यहाँ 2a हुन्छ 2a भएको बेला कति हुन्छ अब 4a हुन्छ सो यो भनेको फेरि कति आयो त अब sin 4a आयो सो यो भनेको cot a माइनस के आयो त अब cot 4a यसरी हामीले प्रुभ गर्न सकिन्छ है त सो यो कुरा याद गर्नु पर्यो सो तपाईहरुलाई कहिलेकाहीँ यसरी घुमाएर दियो भने cos लाई एक ठाउँमा लाने cot लाई एक ठाउँमा लाने अनि अगाडि एकचोटी cot प्लस गर्ने एकचोटी के भने माइनस गर्ने cot आफै थप्दिने थपेलाई मिलाउनलाई माइनस गर्दिने हैन अनि त बिस्तारै दुईटामा सल्भ गर्दै गर्दै गए पनि मिल्छ तपाईले याद गर्नुपर्ने स्टेप भनेको यो साइन कमन लिने स्टेप यो साइन कमन लिने स्टेप फेरि पनि भन्दैछु यसलाई याद गर्नुपर्छ प्रायले यो बिगार्छ हैन सो यसलाई याद गर्नु पर्यो यो मेजर स्टेप यो फर्स्ट लाइन यसलाई यादै गर्नु पर्यो यस्तो हुन्छ भन्ने कुराको बारेमा हैन सो हामीले यस्तो कुरा याद गर्दै गयो भने बाकी सबै सल्भ नै हो हैन सल्भ गर्न मजाले सकिन्छ है त सो यसरी यो क्वेशन गर्नु पर्यो यो अलिकति डिफिकल्ट क्वेशनमा पर्छ है त किनकि सुरुमा यस्तो क्वेशन छैन आइडिया आउँदैन हैन त्यही भएर अलिकति गाह्रो क्वेशनमा परिन्छ सो दिमाग लगाउनु पर्ने हुन्छ है अब यसपछि वी मुभ अन टु आवर नेक्स्ट क्वेशन अब यो नेक्स्ट क्वेशनमा चाहिँ के दिएको छ भन्दाखेरि चाहिँ प्रुफ दिएको रहेछ है त अब यहाँबाट हामी यसको चाहिँ एलएचएस बारे सुरु गरौँ हैन सो हामीले के दिएको छ 1 - tan a - 1/1 tan tan 2a यसरी दिएको रहेछ ल सो tan a / tan 2a दिएको छ सिम्पल सा कुरा गरौँ न 1/tan a भनेको त cot a हो नि त हैन 1/tan 2a भनेको त cot 2a हो नि त यसरी cot मा लगौँ है त cot मा लगेपछि फेरि फर्मुलामा खोल्दियौ है त सो cot भने के हो यो भनेको त cos a / यो भनेको त sin a हो नि त यो भने के हो फेरि cos 2a / फेरि यो भने के हो sin 2a हुँदो रहेछ अब यो दुईटालाई गर्दाखेरि फेरि एलसिएम लिने छ एलसिएम के आउँछ sin 2a डट sin a चाहिँ हाम्रो एलसिएम आउँछ अब यो र यो मल्टिप्लाई हुन्छ सो मैले sin 2a यहाँ के लेख्दिए cos a माइनस यो भनेको cos 2a यो फेरि के आयो sin a यो पुरानो क्वेशन जस्तै आएछ सो यो गर्दा sin हेर्नु त के बन्यो sin a cos a sin b यो भनेको sin a - b को फर्मुला बन्यो यो भनेको sin 2a डट कति आयो sin a आयो यो भन्ने बित्तिकै यो भनेको sin a / यो भनेको sin 2a डट sin a आयो यो र के हुन्छ अब क्यान्सल सो क्यान्सल गर्ने बित्तिकै 1/sin 2a इज द आन्सर प्रुफ्ड भइहाल्यो है यसरी चाहिँ सिम्पल सँग हामीले प्रुफ गर्न सक्ने रहेछ सो यसरी यो क्वेशन गर्नु पर्यो है त सो हाम्रो चाहिँ यो प्रुफ वाला क्वेशन अहिले सकियो हैन सो दिस इज फ्रम डीआर सिमकोडा बुक हैन रिड नोट पब्लिकेशन बाट हो लगभग हामीले अब सबै क्वेशन त गरेको छैन बट म्याक्सिमम क्वेशन चाहिँ रिड नोट बुक बाट कभर गरेको छौं अब इन द नेक्स्ट भिडियो हामी यो भन्दा अझै अरु नम्बरहरुको चाहिँ क्वेशन सल्भ लिएर आउने नै छौं तबसम्म सी यू बाइ बाइ टेक केयर प्र्याक्टिस गर्दै गर्नु है फेरि यो प्र्याक्टिस नगरी आउँदैन हरेक क्वेशनलाई 2-3 चोटी चाहिँ मजाले प्र्याक्टिस गर्नु होला है त सो बाइ बाइ फर नाउ